कथाको नयाँ मोडमा कान्छीले एउटा यस्तो रहस्य फेला पार्छिन् जसले सबैलाई स्तब्ध बनाउँछ। उनले दाईको अफिसमा होइन, बरु सुकुमायाको पुरानो घरको एउटा अँध्यारो कोठामा दाईलाई बन्दक बनाएर राखिएको सुराग पाउँछिन्। सुकुमाया र आशाले दाईलाई विदेशी कम्पनीको मिटिङ भन्दै झुक्काएर एउटा खाली कागजमा ल्याप्चे लगाउन दबाब दिइरहेका हुन्छन्, ताकि दाईको सबै सम्पत्ति र ब्याङ्क ब्यालेन्स उनीहरूको नाममा होस्। कान्छी त्यहाँ पुग्नै लाग्दा आशाले उनलाई देख्छिन् र गुण्डाहरू लगाएर कान्छीलाई बाटोमै रोक्ने प्रयास गर्छिन्। यता गाउँमा सागरको गायब हुनुको पछाडि सुकुमायाकै हात रहेको प्रमाण श्यामदाईले फेला पार्छन्। सागरले सुकुमायाले पैसा लुकाएको देखेपछि उनलाई पनि लुकाइएको खुलासा हुन्छ। रोमाञ्चक मोड तब आउँछ जब कान्छी एक्लै त्यो अँध्यारो कोठामा पुगेर सुकुमाया र आशाको अगाडि उभिन्छिन्। कान्छीले दाईलाई देखेपछि उनको आँखाबाट आँसु होइन, क्रोधको ज्वाला निस्किन्छ। सुकुमायाले "त यहाँबाट जिउँदै जाँदैनस्" भन्दै कान्छीमाथि हात उठाउन खोज्छिन्, तर यसपालि कान्छीले उनको हात बीचमै समातेर कडा जवाफ दिन्छिन्। कान्छीले भन्छिन्, "सत्यको झट्का सधैँ शक्तिशाली हुन्छ भाउजू।" त्यही समयमा श्यामदाई र प्रहरीको टोली त्यहाँ आइपुग्छ। सुकुमाया र आशा भाग्न खोज्छन्, तर उनीहरू चारैतिरबाट घेरिन्छन्। दाई विध्वंस पाण्डेले बल्ल आफ्नी श्रीमतीको असली रूप देख्छन् र भावुक हुँदै कान्छीसँग माफी माग्छन्। यो भागको अन्त्यमा सुकुमाया र आशालाई हत्कडी लगाएर लैजाँदै गर्दा उनीहरूले अझै पनि बदला लिने धम्की दिन्छन्, जसले आगामी भागमा नयाँ युद्धको सङ्केत गर्छ।